Atoma, hari kayu malam king suguba Alisson, meio caiu uma di instalação, nolia caiu uma Egyptian na beki ya sahabat yang baik kae wengi gesub chembo ani chung orang puji ni ani dung boji puji jasa pun puji cu wibe ana wah juda wah du wah mungkin apa gyojin namata dana ani jingi ta gidu du bagyaso basically antisipasi apa tenden pomo yoso alu tasya alu antisipasi samrol ya bicu soma ni pasal pasal sabai mah ani samri tishli shwayin sabai mah artik ni anu ada badan sabai mah kisah telik namaskar ta tele ya ta kayu malam chemodi yo mah kaji malam 지동국이 저기라 나로리아 apa yo 겹지 걸로르치 고고마다 안다나 신기 겹지 가르치 Unnaiso 여신고 तिरासी देखि 나바니기 1983 देखि 덴체네 1985 देखि अब भगोरु मुझे कालो मुझेले सुरुवात गर्नु भएको थियो त्यो बेला अब कयु मलम गर्दाखेरि संजय मलम भद्रचरी प्रणिधान विशेष अब यो दिन्थ्यो जोड दिन्थ्यो त्यसपछि आएर फेरि के हो त अनि भगोरु मुझेले सुरुवात गर्नु भयो पहिला कलर मुझे त्यसपछि अब भगोरु मुझे क्रमै सँग धेरै यो विकास हुँदा पछि के हुन्छ पहिला सङ्गमलम भन्थ्यो होइन पहिला सङ्गमलम भन्थ्यो पहिला चाहिँ भगोरु मुझे कलर मुझे पालामा पछि यो धेरै विशाल तर धेरै यो प्रख्यात हुन गएपछि गएर कयु मलम भन्ने नाममा परिणत भयो त्यसमा विभिन्न अब किबुम्बादेखि अब भिक्षु भिक्षुणीहरू त्यसै गरी उपासक उपासिकाहरू चाहे विदेश चाहे अब स्वदेशदेखि सबै भेला भएर कयु मलम यसरी सुरुवात भएको हो यसै अब सिलसिलादेखि नै अलिकता के कुराहरू बताउनु पर्दाखेरि पहिला अब साधु औतरी कर्म साधु कर्मको छोरा ग्यासो भन्छ अनि उहाँको बेलामा घर्षण मलम महामण्डप मलम भन्ने प्रणिधान यसरी सुरुवात गर्थ्यो त्यो बेला बुद्धको चाडमा तिथिहरूको अब बुद्धको चाडमा कैकी मलम त्यो बेला यसरी मणि मलम गर्नुहुन्थ्यो प्रणिधान गर्नुहुन्थ्यो त्यो बेलामा धेरै बुद्धको अब मूर्ति अब विभिन्न भनौँ न ढङ्गहरू यसरी अब सजाउने गरेर पूजा धेरै एकदम बिस्तारै सजाउने गर्ने प्रचलन थियो एकदम विशाल तर व्यापक रूपमा कर्मको साथमा औतरी छोरा ग्यास उहाँले यसरी गर्नुहुन्थ्यो पहिला यसरी प्रणिधान मलम यसरी भेला भएर हामीले गर्नु यसलाई पूजाआजा गर्नु भनेको चाहिँ के हो त पहिला के हो त बाबाहरूले एकदम विख्यात थियो भन्ने एउटा सूचित पनि गरिन्छ अहिले अनि पछि गएर अब विभिन्न प्रकोपहरू आयो सङ्कटकालहरू आउँदाखेरि विभिन्न अब यो मण्डपहरू भत्कायो भनौँ न भोट आयो विभिन्न अब चिनको यो युद्ध द्वन्द्वहरूले होइन त्यहाँदेखि लोभ हुँदै हुँदै कमजोर हुँदै गयो खस्किँदै गयो त्यो कारणले गर्दाखेरि यो अब इतिहासको कुरा अब गर्ने हो भने पहिला अब सातौँ आउँदाखेरि छोटादेखि धेरै ऋषिहरू भेला भएर गर्ने थियो आजभन्दा धेरै 100 वर्ष अगाडि 300-400 वर्ष अगाडि सुरुवात गर्थ्यो भोटमा त्यही कैकीपाहरूले गर्नुभएको कुरालाई पनि एउटा पुण्य सञ्चय गर्ने एउटा अवसरलाई अब वृद्धि गर्नको लागि नै हामीले यसरी अब कैयु मलम यसरी गर्दै आएको हो अनि हामीले पनि यसै अब यो भारतमा अब बुद्धगयामा अनि धेरै थरी थरीको प्रणिधानहरूलाई इकट्ठा गरेर अनि गुम्बाहरू छ भिक्षु भिक्षुणीहरू सहभागी भएर उपासिका विदेश चाहे स्वदेश सबै एक ठाउँ अनि सहभागिता गरेर यसरी
अनि 진지 अनि 용하다. प्रणिधान 다 गर्नु कारण 진지하게 के हो त भन्दा सबैमा एउटा चिनारी पत्र होस् चिनजना होस् होइन एक आपसन 안 돼서 मेल 뭐 मिलापता 아세베기 होस् 엔다 지금 초다카네. भनेर यसरी अनि एउटा 내 망부지. आशय सद्भाव लिएर गरेको हुँदाखेरि यसरी काइमला हामीले गर्नु सफल पनि भयौँ 다 내자 지슈 차리 요래. 안 될래 안 도도 이게 망부시 요한데 요래. 드레인주다 고 공개 त्यसैले 링들이야. गर्दाखेरि 그런 거 내고 좋아하기. 공개 소리네 안 넘시도 소야고 요체. 되게 अनि यो बेलामा हामीले कैयुमलम गऱ्यो भने के हो त भन्दाखेरि अब तीर्थयात्रा गर्दा एकदम राम्रो हो त्यति गर्मी पनि नभएको त्यति चिसो पनि नभएको होइन एकदम मध्यम खालको वातावरण रहेको छ यही बेलामा कैयुमलम गर्दाखेरि अब धेरै अब संसारको देश विदेशदेखि छारेर आउनु भएको जति पनि अब बौद्ध मार्गीहरू हुन्छ यसरी कैयुमलममा जोड्नु भएको सबै अब एउटा भेला भएर मलम गर्ने एउटा राम्रो भाग्य एउटा प्राप्त भएको भाइलाई पनि हामीले एउटा के भन्छ राम्रोसँग अब पुण्य सञ्चय गर्ने एउटा मौका हो यो 따이네야 지금 대별로 니숨링을 더 초지네 rimne genchane da mimang shuji hazu अब हामीले पहिलेदेखि एकदम भव्यता हिसाबले कैयुमलमहरू यसरी गर्दै आयौँ तर पनि केही साल अगाडि यो कोभिड 19 कारणले गर्दाखेरि हामी केही साल हामीले ग्याप भयो अनि 지게미 쪼다 지게미래 अ, 지게미 दिस युरो छानो 되게 내다는 अब म विदेशमा गएको कारणले गर्दाखेरि त्यसै कारणले गर्दाखेरि म अब समय समयमा आउनु पाइरहेको छैन अहिले म विदेशमै छु भनौँ न अहिले यो कैयुमलम भनेपछि के हो एउटा राजगान देखाउने होइन त्यस्तो खाले होइन एउटा मान्छेले एउटा रमाइलो मेला जस्तो होइन यो चाहिँ के कैयुमलम हामीले किन गरेर आएको किन आएको त भन्दाखेरि हामीले के बुझ्नु पर्यो भन्दाखेरि सारा समस्त प्राणीहरूलाई सत्य मार्गमा लगाउनको लागि म आफै पनि सत्य बाटोमा जाँदैछु त्यही बाटोमा अब जानुको निम्ति हामीले कैयुमलम गरेको हो भने यसरी अब हामी चाहना इच्छा यस्तो रहनुपर्छ जसले गर्दाखेरि आफूभित्र भएको पञ्चबिसलाई हामीले हटाउन सकोस् अनि एउटा समयहरू खेर नफाल्नुको लागि हामी बस्नेछु त्यतिकै यो सांसारिक जीवनमा बिताउनु भन्दा बरु समयमा के हो त अब हामीले पुण्य सञ्चय गर्नुको निम्ति यो हामीले कैयुमलम सुरुवात गरेको हो यो कैयुमलम कति महत्त्वपूर्ण हो भनेर इतिहास पढ्दाखेरि पनि हामीलाई थाहा हो नयाँ आविष्कार गरेको केही पनि होइन अनि यो कैयुमलम किन गरेको रहेछ भनेर बुझ्नु एकदम जरुरी छ साथसाथै यसै कैयुमलमको विषयमा 39औं भनौँ 39 कैयुमलम हो यो बेलामा चाहिँ अब रुम्बुश्री गाजा रुम्बुश्री विशेष यहाँ अब उहाँको अब अनि उहाँले यो 39औं कैयुमलममा त्रिकायको प्रवचन हामीले दिनुभयो गाजा रुम्बुश्रीज्यूद्वारा अनि एकदम विशेष रूपमा यता म चिन्न चाहन्छु यो अब कर्म सम्प्रदायभित्र चाहिँ यो त्रिकाय भने एकदम धेरै चलेको अब यो के हो त अब यो पहिलेदेखि आएको विद्या ज्ञानहरू हो यो त्रिकायले परिचय दिने एउटा गुरु गाजा रुम्बुश्री अनि यो दिनुभएको चाहिँ हामी एकदम धेरै भाग्यमानी ठान्नु पर्दछ उहाँलाई शरीर त्यति सन्चो छैन तर पनि त्यसलाई नहेरिकन उहाँले हाम्रो हितमा हाम्रो लागि उहाँले एउटा समय दिनु भएर खर्च गर्नु भएर आफ्नो दुखाइलाई पनि बिर्सेर यसरी हाम्रो लागि प्रवचन दिनुभयो त्यो एकदम धन्यवाद व्यक्त अवश्य नै गर्नुपर्छ उहाँप्रति कृपा र आभार अवश्य नै रहनुपर्छ अनि हृदयदेखि नै गाजा रुम्बुश्रीले मेरो तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु दोस्रो छ अब भोगर रुम्बुश्रीको कुरा गर्ने हो भने यसपालि चाहिँ अब उहाँले विशेष त आवाज आइरहेको छैन अहिले परम पूजनीय भोगर रुम्बुश्री गुरुले यसपालि 39औं कैयुमलमको अवसरमा सबैलाई यो धोदन खाद्य आकाश व्यापी भनौँ न प्राणी हितको अब आर्य व्याख्या गर्नुभयो
the 유머럼래야 그진 미세에 되지 차대기 인도산에 बगरहुँची अहिले मात्र नभएर पहिले रहेछु समग्र बौद्ध धर्म विश्वको त्यो भित्र कहियो कर्म कमसँग बुद्ध धर्मलाई चाहिँ एकदम जोड दिनु हुने एकदम अब उहाँले जोड दिनु गर्नुभएको हो अनि यसपालि अब एउटा आर्य अवलोकेशनको साधना जप साधना जदन खाकेमा नामक एउटा उहाँले व्याख्यान गर्नुभएको गुरुमुजीज्यूले अनि त्यो बेला अब अनि कायु मलम 39 कायु मलम बेला चाहिँ यो आर्य अवलोकेश्वरको जप साधनाको विषयमा अनि व्याख्यान गरिदिनु होस् भन्ने यसरी मैले अब उहाँलाई अनि अनुरोध गरे बापत उहाँले 39 कायु मलममा यसरी तपाईहरुले व्याख्यान गर्नुभयो अनि रमेशलाई हृदयदेखि पनि मेरो तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु फेरि अनि पगुरुदेजुलाई अनि जहिले पनि कहीँ मलाई गर्दाखेरि त्यसै गरी अब केप्चे मिगुरुमुचे केप्चे घरमुचे सधैँ नै उहाँहरू पाल्नु हुँदाखेरि धेरै नै उहाँले समयलाई अब परिमार्जन गर्दा यहाँ पाल्नुहुन्छ हाम्रो लागि यङ्गे मिगुरुमुचे केप्चे अनि घरमुचे सधैँ नै पाल्नुहुन्छ अनि उहाँहरूले प्राणी हितको लागि दिन प्रतिदिन खट्नुहुन्छ अनि अहिले हालमा कस्तो ज्ञानहरू बाँड्नुपर्छ मान्छेलाई कसरी सत्य मार्गमा लाउनु पर्छ भने यसरी सधैँ नै यसमै लागि पर्नु भएको छ अझै पनि उहाँहरूले यही चर्याले भविष्यमा प्राणीहरूले सत् मार्गमा लगाउनु हुन्छ भन्ने विश्वास एउटा आशा भरोसा राखेको छु उहाँप्रति अनि अस्ति एउटा कुरा कुराकानी के भएको थियो भन्दाखेरि अब अनि मैले प्रवचनको लागि मैले के अनुरोध गर्ने राखेको थिएँ उहाँलाई अनि मलाई त्यति समय नभएको कारणले गर्दा यसपालि म सक्दिनँ भनेर सुरुमा आउने अब 40औं कागी मलम बेला चाहिँ अब सुमर मुसीले प्रवचन सुमङ कागीको विषयमा व्यापक रूपमा प्रवचन दिनुहुनेछ भन्ने आशा पनि गरेको छु भनेपछि अवश्य नै उहाँले प्रवचन गर्नुहुन्छ मेरो तर्फबाट पनि अब यो सुमङ कागीको विषयमा प्रवचन दिनुहुन्छ भनेर धेरै आशा राखेको छु अब मिगुरुमुची कुरा गर्ने हो भने मिगुरुमुची ध्यानको धेरै गम्भीरता भाष उहाँसँग छ गम्भीरता गहनता कुराहरू त्यसको विषयमा अब ध्यान साधना गर्नु लगायो भने एकदम भविष्यमा धेरै राम्रो भएर जाने ध्यानी पुरुषहरू धेरै जन्मिने हुनेछ भन्ने मलाई आशा गरेको छु अनि भविष्यमा अब यसो क्रमैसँग प्रवचन सुमङकाईको विषयमादेखि प्रवचनदेखि लिएर ध्यानको साधना अवश्य नै यसरी जानुहुन्छ भनेर मलाई उहाँले प्रवचन गर्नुहुन्छ भने धेरै ठुलो आशा पनि लागेको छ भने यसरी पक्कै पनि उहाँले गर्नुहुन्छ भनेर मेरो विश्वास छ पहिला भगोरुमुची पहिला अब जुन पूर्व भगोरुमुची यसरी युमलमा सधैँ पाल्नुहुन्थ्यो र अहिले नवीन अवतार पाल्नु भएको छ भगोरुमुची होइन भविष्यमा यसरी कैयम मलमलाई दिन प्रतिदिन यसरी विस्तार हिसाबमा फल्ने आशा गरेको छु साथसाथै भगोरुमुची शासन हुनुहुने यसरी अब लोटोदेहरूलाई पनि सुस्वास्थ्य कामना गर्दछु आगामी दिनहरूमा यसरी साथसाथै एउटा भनौँ न भगोरुमुचीको एउटा साथसाथै यसरी रहनु भएर पूर्वको जीवनको चर्याहरू के हुन्छ त्यसलाई पुनः फेरि यो जीवनमा परिपक्व हुनेछ आशा पनि गरेको छु जति पनि यो कैगी मलममा पाल्नु भएको छ गुरुबाबाहरू अनि मेरो प्रार्थना पनि छ क्यान्सर मुछे त्यसै गरी लामो आयुको कामना पहिला पनि गरे अहिले पनि गर्नेछु भविष्यमा प्राणी हितको लागि दीर्घायु अमर जीवन रहनु हुनेछ भन्ने प्रार्थना गर्दछु अब गुणहार गुरुहरू केही साल अगाडि मृत्यु भयो त्यो भित्र पनि अब खेम्बो सुलिम क्यान्सर मुछे अब यो
अब परिनिर्वाण हुनुभयो 군some beautiful shit that the be trubenium 통골래야 시스템이 디지털에 아니 네 अब उहाँ लामो समयमा 제저리야 ध्यान 저거 गरेको 제리 हुँदाखेरि अब यसरी अब उहाँ अब 지기다 저부터 대화한다 그리지 보시오 भनौँ न भोटमा धेरै ध्यान गर्नु हुँदा रुमटेकमा आउनुभयो 가지 रुमदेखि ध्यान गर्ने क्रममा अब पछि अब उहाँ धेरै अब यसरी अब पहिला अब जुन रुमटेक क्षेत्रमा धेरै अध्ययन उहाँले गर्नुभएर मान्छेलाई अध्यापन गराउनु भयो 공부 좋아하시네 अनि यसरी क्रममा अब 2023 सालमा उहाँको भनौँ न 2024 2024मा उहाँको अब निधन हुनुभयो निर्वाण अब हुनुभयो र 투기가 말람래야 가서 뒤주 요양으로 지금 되지 매바 차도 이렇게 매매 주사네 아니 먹어봐요 प्राणीहरूको लागि अब फेरि अब के हो त समय नआउने प्राणीहरूको लागि प्रवचन गर्ने समय नआउने होइन हैन अनि फेरि पनि एउटा रूप धारणा गरेर फेरि हाम्रो समक्ष धर्मचक्र फैलाइदिनुको निम्ति धर्म प्रवचन गर्नुको निम्ति फेरि नवीन एउटा चन्द्र सूर्य जस्तो नवीन रूपमा पाल्नु हुनेछ भन्ने मेरो शीघ्र आह्वानको प्रार्थना पनि गर्नेछु लामा केसे शादी गरे अब केब्रा एउटा गुम्बाको जुन अब तेन्निर हुन्छ भनौँ न भरम काकीको एकजना गुरु पनि अब यसपालि 2024मा खस्नु भयो भरम काकी एकदम हुनर गुरु केटा तेन्नी केटा हुनुहुन्छ भनिन्छ उहाँ अब नेपालमा खस्नु भयो हृदयघातको विभिन्न कारण समस्याले गर्दाखेरि अनि हामी सबैको एउटा शोकको कुरा हो यो धेरै अब महान गुरुहरू खस्नुभयो अब जिगुङ गुम्बुसे जुन अब धेरै ठाउँमा प्रवचन धर्म कारमा उहाँले फैलाउनु भयो अब अरूभन्दा पनि उहाँसँग मेरो धेरै अब सम्बन्ध नजिकको रहेको छ आयाङ रुम्बुसे भन्छ उहाँलाई अनि उहाँ यसपालि अब उहाँ परिनिर्वाण भएको हुँदाखेरि अनि मलाई धेरै दुःख लागिरहेको छ अनि पहिलादेखि नै हामीसँग यो एक अवस्थामा मेलमिलाप राम्रो भएको र कर्मपरसँग धेरै सम्बन्ध रहेको यो अब धेरै अब नजिकमा भएको हुँदाखेरि फेरि पनि अब के बताउँ अब नवीन नयाँ अवतारी होस् भन्ने अब हामी प्रार्थना गर्नु जरुरी देख्छौँ मेरो तर्फबाट पनि नवीन अवतार पाल्नु हुनेछ भने धेरै अब शीघ्र प्रार्थना राखेको छ उहाँप्रति अब साथसाथै अब मेरो अब बुवा पिता पनि अब खस्नु भयो यसपालि झन्डुप भन्ने छ मेरो बुवाको नाम अस्ति मैले यसको विषयमा के कुरा अब बताउँ भन्ने जस्तो लाग्यो तर मैले समय पनि राखेको तर पनि खास पर्दैन के पनि छैन रहेछ अनि अब समय पनि अब होइन अब उहाँ मेरो बुवादेखि म छुटेर 25 वर्ष ज्यादा भयो धेरै समय भयो उहाँसँग नभेटेर अनि पछि अब मैले भेट्नु पाइनँ उहाँ मेरो बुवा निधन हुनुभयो अनि एउटा यो त अब एउटा सांसारिक विषयमा हेर्ने हो भने के हो त अलिकता आफूलाई अब एउटा नभेटेको एउटा पस्ताव छ नि सर तर एउटा उहाँ धेरै समयदेखि अब ध्यानमा अभ्यास गरेको हुँदाखेरि अब खासै मेरो बुवाआमासँग एकदम अब मेरो सिधै अब पहिचान छैन उता अनि उनी अब चिनजानदेखि कुराकानी हुन्छ सिधै उहाँहरूसँग मेरो कुराकानी हुँदैन अब आफन्तसँग यताउतासँग कुरा हुन्छ मैले 2 वर्ष अगाडि मलाई यस्तो विचार आयो कि मेरो बुवाआमा भेट्नुपर्ने समय आए जस्तो छ होइन पछि अब यो संसारमा अब रहँदैन यो मान्छेको जिन्दगी सकेपछि होइन अनि पछि नरहनु सक्छ भनेर विचार आएको थियो मैले 3 वर्ष अगाडि मैले उहाँसँग एउटा कुराकानी गर्ने एउटा समय राखेको थिएँ सम्बन्ध राखेको थिएँ यताउता मेलमिलापको लागि तर पनि यो कोभिड-19ले गर्दाखेरि अब कोभिड-19ले गर्दाखेरि अब मैले भेट्नु पाएन
Then आमा अनि छिरी युसान ताङ अब के बुवालाई जे एउटा के जे रोगले शुस भेटेको हुँदाखेरि उहाँले उजु धेरै लामो समय के बोल्नुसम्म जे नपाउने से त्यस्तो पनि भयो। 둥고 도와 다 계제 담보대 갈라서 다 교랑 가르치기 위해서 알라고 अनि 근데 지금 मैले आमाले मलाई के भन्यो भने तिमी के 근데 गर्दैछौ त आमे भन्यो। 근데 또 손들산 근데 आमे 아발라 우주 겹스 다 계제 쉬스 우주 겹 우주 अनि 겹스 आमाले चाहिँ ल अनि हाम्रो आबे छोरालाई के भन त भनेर मेरो 그 बुवालाई भन्नु 유기 लागेछ। 때문에 बुवाले मलाई 이시 के भन्नु 계제 저기 아그 유기 때문에 가서지 아 타게 간데 저기 스타트 계제 주시소 अनि 예 बुवाले 남자 मलाई 근데 आमाले 루브도 सोद्धाखेरि 로 니마 बुवाले 로마 भन्दा 먼저 계제 마시야 के प्रश्न गर्नुभयो 야 भन्दाखेरि 루브도 진짜 काकीको धर्म चाहिँ यसरी 그 유기 때문에 कसरी 계제 지금 वृद्धि हुँदैछ कसरी फैलिँदैछ भनेर प्रश्न 세마나 요마로 지시엔 디시스 게네 되게 차스 अनि 아 प्रश्न 야보쳐도 गर्दाखेरि 야보쳐도 अचानक सोधेको मलाई लाग्यो कस्तो लागेको हो कस्तो हेर्दाखेरि अब फैलिएको जस्तो नफैलिएको जस्तो 아바 코란 मैले के भनौँ नभनौँ म अग्म गएँ एकछिन 성자 전부 다 पक्का परेँ। 라바도지 그 유기 때문에 받다한다 진짜 त्यही कारणले मेरो बुवा चाहिँ एउटा 차디래 कगिको एउटा परम्परा कगिको धर्महरूलाई चाहिँ धेरैदेखि अब उहाँले चासो गर्ने वृद्धि गराउनमा धेरै जोड दिनु भएको हुनै हुँदाखेरि लामा जुगु अनि खासे यसरी उहाँले विचार गर्नुहुन्थ्यो उहाँले 드가즈 삼도 안토 아이나 삼창 아 제가 디균 때문에 가다고 अनि सामान्य औतरिक गुरुहरूले पनि यसरी अब यो मेरो बुवाले जस्तो अब विचार गर्नुहुन्छ कि हुँदैन त्यो एउटा प्रश्न बाछा उठाएको छ। त्यही कारणले मेरो बुवाले बिहानदेखि बेलुकासम्म एउटा आफ्नो भनौँ न यो व्यक्तिगत हिसाबले भन्दाखेरि पनि बिहानदेखि बेलुकासम्म कहीँ धर्मलाई कसरी फैलाउने लोभ हुँदा गएकोलाई कसरी अब फेरि वृद्धि गराउने भन्ने त्यो विचार गर्नुहुन्थ्यो। व्यक्तिगत धेरै दुःखहरू छन् तर त्यसलाई हटाएर कहीँ धर्मलाई कसरी फैलाउने भनेर यसरी सोच राख्नुहुन्थ्यो। अनि ऊ धेरै वर्षसम्म उहाँसँग म भेट्नु मौका पाएन। 나저 슈심부 슈지야 제제 아니 내 나저 들었어 अनि नभएको कारणले गर्दा 시시지 대대야 त्यो मात्रै नभएर त्यो होला। 나도 अनि 지금 लामो समयसम्म रोगले ग्रस्त भयो। 심슈를 제제 맞지 대대 면로 സംസാരം 정도 이내 하다 अनि उहाँ धेरै रोगले ग्रस्त भएर पनि उहाँ 기교전되네 यो संसार चाँडै बिदा लिनु भएन, थपेर बसी अझ भेट्नु पाउँछ कि भनेर एउटा मसँग उहाँले धेरै आशा गर्नुभयो। तर पनि के हो त यो बौद्ध धर्म कसरी फैलाउने यो धर्म कसरी फैलाउने त्यो 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 हिस्सामा सधैँ नै उहाँ विचार गरिरहने त्यही पक्षमा भएको हुँदाखेरि अब यस्तो एउटा महान सोच हुने एउटा महान अब यो विचारको हुनुहुने अब त्यसै गरी अब विश्व शान्तिका अग्रज दलाइ लामाको आफ्नो दाजु पनि अब केही दिन अगाडि अब 57 वर्ष उमेरमा उहाँ निधन हुनुभयो। दुई तिनचोटि अब यो उहाँसँग भेट गर्ने मौका पाएँ। बौद्ध धर्मलाई कसरी हामीले फैलाउनु पर्छ भनेर धेरै एउटा ज्ञान ज्यादा भएको व्यक्तिमा उहाँलाई ठान्दछु। एकदम दुःख लागेको छ। उहाँ 97 वर्ष 97 वर्ष उमेरमा उयो संसार छाडेर जानुभएको छ। केही दिन अगाडि अब उहाँ अझै अब यो जीवनभरि भनौँ न भौसा क्याम्पको परम शान्ति अर्को धेरै लाभाले भेटी साथको एउटा भएको हुँदाखेरि अब 나는 시다지 나는 저분이 내다한테 내다한테 초보도 와 फेरि अब भनौँ न प्रार्थना गर्नुपर्ने हुन्छ किनकि एउटा बौद्ध धर्मको लागि एकदमै एउटा हुनुभएको व्यक्ति हुनुहुन्छ उहाँ। 쇼하로 제제 아니 이게 탑수의 제대하는 거지 드리지기 내다하는 거지 용되기 와래 다는 신기 정중기 중연지구에 내야 마부 용되기 와래 라바도지 저물린이 쿠유기 내다야 보면 인도서 त्यसै कारणले गर्दाखेरि अब यो अनि यो संसारमा भनौँ न अहिले हालमा कोही आग लागि कोही अब द्वन्द कोही युद्ध होइन कोही अब विभिन्न यो पानीको प्रकोप जल प्रकोप कोही अब वायुले गर्दाखेरि धेरै अब हामीले समस्याहरू देख्न सक्छौँ। भविष्यमा योभन्दा पनि धेरै खतरा आउन सक्ने हुने हुँदाखेरि इतिहासमा नभएको अब यो आगोको होइन आग लागिने कति मान्छेहरू अब घर तनास नष्ट हुनु पुग्यो। कुनै अब युद्ध भइरहेको छ त्यसै गरी कुनै अब
시점 차버려 마도 다 될래야 좀 미망고 심해 차지这个 답에 भनौँ न अब यो युद्ध शान्त त भयो तर पनि धेरै मान्छे मार्यो नि त यस्तो दुःखहरू हामीले सुनिरहेको छ नि त अहिले त्यसलाई अब कसरी शान्त पार्ने कसरी समाप्त पार्ने यो युद्ध विराम कसरी गर्ने भन्ने कुरामा हामीले अब विचार गर्नुपर्ने हुन्छ होइन फलाना अर्को देशमा युद्ध द्वन्द नराम्रो भए तापनि प्रभाव दुःख हामीलाई पर्छ नि त होइन आर्थिकमा किन नहोस् किन आध्यात्मिक किन नहोस् त्यही कारणले गर्दाखेरि समस्या हामीले भोगिरहनु पर्छ नि अरूलाई जेसुकै होस् भन्नु मिल्दैन सबै कुरा महँगै भएर गएको छ मान्छेमा एउटा मेलमिलापताको एउटा सम्झौता भनौँ न एकदम कायम नभइकन भड्काउने युद्ध विभिन्नहरू ज्यादा भएको हुँदाखेरि प्राणीहरू घर परेर ध्वस्त हुँदाखेरि आफू आरामले मलाई केही पनि भएको छैन यसरी बस्दाखेरि आफूलाई नै सङ्कटहरू मच्चिनेर आफूले नै धेरै अब समस्या झेल्नु पर्ने हुँदाखेरि उहाँहरूको लागि पनि के हो त हामीले सुख शान्ति मिलोस् युद्धहरू नहोस् सबैमा मेलमिलाप त होस् भनेर हामीले बौद्धिक चित्तले अप्नाउनु गर्नु एकदम जरुरी छ होइन हामीले बिहान उठेर शरणकोमा चित्तपात गर्छौँ सारा प्राणी सुख शान्ति होस् भनेर प्रार्थना गर्छौँ तर त्यो भन्दा पनि पहिला यो पृथ्वीमा भएको प्राणीहरू सुख शान्ति होस् भनेर सबै मेलमिलाप त होस् भनेर यो जोड दिनु अत्यन्त जरुरी देख्छु यस्तो नै रहेको छ मेरो विचार विमर्श कुराहरू अब भोलि चाहिँ के हो त म परम पूजनीय घोषित घाँसेर मुचे केनिताई सुदुर मुचे ज्यूलाई चाहिँ म अब लामो आयुको लागि के हो त दिन भन्छ कायका चित्तको स्वरूपमा अब लामो आयुको अब प्रार्थना गर्न चाहन्छु उहाँ चढाउन चाहन्छु यो भोलि अब यो चासुन ढिल्डुको अब भोलि अभिषेक रहेको छ यसको विषयमा थोरै लेखेको थियो समय नभएको कारण यसको विषयमा धेरै बताउँदैन अब चासुन ढिल्डुक भनिन्छ होइन त्रिमूल एकत्रित साधन रहेको छ यो कर्म कमसङमा पहिल्यैदेखि के हो त अब आइरहेको परम्परा भएको हुँदाखेरि त्यसको विषयमा भोलि अब बताउनु सकेको छ अब घोषित घाँसेर मुजेज्यू र केनिताई सुदुर मुचे गुरु अब सुस्वास्थ्य हुनुको लागि हाम्रो एकदम महत्त्वपूर्ण छ उहाँहरू सुस्वास्थ्य भयो भने हामीले धेरै कुराहरू सिक्नु मौका पाउँछ त्यही कारणले हामी सबैले उहाँहरू सुस्वास्थ्य होस् दीर्घायु होस् भनेर प्रार्थना गर्नु र उहाँको लागि अब यसरी सोच्नु एकदम महत्त्वपूर्ण हुन्छ अब यो धेरै तात्क्रम ज्यादा फैलिएको छ अहिले संसारमा ग्राभिटी भनौँ न कतिएर धेरै गर्मी भएको कारणले गर्दाखेरि अब धेरै अब गर्मी बढेको कारणले अनि बिहान बेलुका एकदम चिसो दिउँसो महागर्मी भएको हामीले महसुस गर्न सक्छौँ तपाईँले कति समस्या झेल्नु भएको छ अनि भिक्षुहरूलाई पनि यो बस्ने एउटा पालभित्र साँपहरू पनि छिर्यो भन्ने कुराहरू सुन्छ सुनमा आएको छ अनि पछि काइयो मलम गर्दाखेरि चाहिँ अनि अस्ति एउटा मिटिङ रहेछ अनि भिक्षुहरू बस्ने बेलामा चाहिँ पछि यो पालमा नभएर अलिकति बस्नुको लागि सुविधा मिलाउनु पर्छ होला भन्ने कुरा आएको हुँदाखेरि पछि आउने कागी पछि अब पाल्नु हुने बेलामा अनि योभन्दा पनि राम्रो अब सुविधाहरू अवश्य नै दिनेछु भने अहिले भन्दा पनि पछि बस्नको लागि लायक राम्रो अनि अवश्य नै म राख्नेछु यो कुरालाई अब लामाकारमा छोरा भनौँ न लामाकारमा छोराले धेरै दुःख गर्नुभएको छ यसरी अहिले तपाईँले देख्नुहुन्छ नि सबसे अगाडि बस्नुभएको दानदाताको अगाडि ग्याजल मुचुको जुन अगाडि एकजना लामा हुनुहुन्छ उहाँले धेरै अब घर बनाउनु पर्छ यताउता गर्नुपर्छ मैले उहाँलाई बताउँदा अहिले यति राम्रोसँग सुविधा भयो अनि योभन्दा पनि पछि अब भनौँ न अलिकता सबैदेखि सुविधा राम्रो अलिकति डर साँपको जगजग्ती डर गर्मी भोग्नु नपर्ने त्यस्तो नभए अलिकति सुविधा भयो भने राम्रो होला जस्तो लाग्छ र आउने कैकी मनाउको बेलामा जति सक्दो योभन्दा राम्रो सुविधा हुनेछ भन्ने मेरो अब एउटा प्रार्थना छ तपाईँहरूमा
खासै अर्को शब्दहरू केही पनि छैन जति पनि यहाँ सहभागी हुनुभयो गुरु वर्गदेखि गृहस्थी वर्गसम्म गृहस्थी वर्गदेखि कार्यकर्ता सबैमा सबैलाई धन्यवाद व्यक्त गर्दछु जति पनि अब हामी पुण्य सञ्चय गरे यो पुण्य चाहिँ के भन्दा अनि महा प्रणिधानमा होइन आफूले गरेको पुण्य सानो किन नहोस् त्यो के हो त आकाशसँगको प्राणीहरू समाप्त नहुन्जेलसम्म अनि महापुण्यमा हामीले परिणामना गर्नुपर्ने महत्त्वपूर्ण देख्छ अब आफूसँग पैसा थोरै मात्र किन नहोस् तर पनि राम्रोसँग आफूले लगानी गर्न सक्यो भने त्यो राम्रो भइरहेर जान्छ त्यस्तो किसिमको तपाईँले सानो पुण्य धर्महरू कमाउनु भएको त्यो धर्म चाहिँ राम्रोसँग तपाईँले खर्च गर्नुभएको छ त्यसलाई राम्रोसँग लगानी गर्नुभएको छ त्यो लामो समय टिक्ने जस्तै हुन्छ त्यही कारणले पुण्य राम्रो गर्नु होला सबैमा धन्यवाद यसरी सहभागी हुनुभएकोमा मेरो शब्दलाई पनि म यही नै टुङ्गाउन चाहन्छु सबैले सुस्वास्थ्यको कामना काशीदेले नमस्कार भवतु सर्वमङ्गलम